विश्वभर रहनुभएको मण्डली परिवारलाई ख्रिस्ट येशूको नाउँमा दुईटा हात जोडेर तनहुँ जिल्ला दमौलीबाट म धुलो माटो करण श्रेष्ठको तर्फबाट जयमसी टक्राउन चाहन्छु। र म आज तपाईँहरूसँग फेरि पनि आज जिउँदो परमेश्वरको वचन लिएर पवित्र आत्माको उपस्थितिमा र प्रभु यीशुको नाउँलाई माथि राख्दै र सारा विश्वभरि रहनुभएको मण्डली परिवारको लागि र तपाईँ र मेरो लागि परमेश्वरको अनुग्रहद्वारा पवित्र आत्माद्वारा र परमेश्वरको वचनद्वारा तपाईँ र मसँग बोल्ने परमेश्वर र उहाँको वचन लिएर उपस्थित हुन पाउँदा म अत्यन्तै खुसी छु र परमेश्वरलाई महिमा भएको होस्। म आज तपाईँहरूको बिचमा परमेश्वरले चाहनु भएको अगुवा, परमेश्वरले रुचाउनु भएको अगुवा, एउटा दर्शन बोकेको अगुवा, वचनको आधारमा जिउने अगुवा, एउटा अगुवा चाहिँ ऊ सुत्न सक्दैन, छटपटी हुन्छ, उथल पुथल हुन्छ। ऊ भित्र यिर्मया 20 अध्यायको 9 पद अनुसार ऊ भित्र हृदयमा परमेश्वरको वचनले भित्र चलिरहेको हुन्छ। उसको हड्डीहरूमा, उसको हृदयमा भित्रबाट ऊ भित्र चाहिँ आज परमेश्वरको वचनको आगो हुन्छ। उथल पुथल हुन्छ, भित्र हृदय उथल पुथल हुन्छ। परमेश्वरको कहिले काम गरौँ, कहिले परमेश्वरको चट्टानमाथि बसालेको मण्डली स्थापना गरौँ। ऊ भित्र प्रभुको दर्शन लिएर बसेको हुन्छ। एउटा अगुवाभित्र एउटा परमेश्वरले धेरै आत्माहरू टाढेबाट, दूरदर्शीबाट, टाढेबाट नयाँ आत्माहरू बचाउनलाई भित्र एउटा दर्शन बोझ लिएर ऊ अगाडि बढिराखेको हुन्छ। एउटा अगुवाले साँचो चेला बनाउनलाई, ख्रिस्टको साँचो चेला निर्माण गर्न ऊ लागिराखेको हुन्छ। आफ्नो जीवनलाई पूर्ण रूपमा खर्च गरेको हुन्छ, धन खर्च गरेको हुन्छ, समय खर्च गरेको हुन्छ, आफ्नो जीवनै मूल्य चुकाएको हुन्छ बलिदानको स्वरमा एउटा प्रेमपूर्वक आज एउटा आफूभन्दा असल अगुवा निर्माण गर्नको लागि। त्यो आफ्नो लागि होइन, स्वर्गको राज्यको लागि पुरा मेहनत र परिश्रमको साथमा एउटा अगुवा चाहिँ आज, एउटा खेताला चाहिँ आज टोटली आज परिवर्तन भएको उहाँको वचनले भन्दछ। पावल प्रेरितको जीवनमा जब उसको जीवन परिवर्तन भयो अनि परमेश्वरले पवित्र आत्माले काम गर्न सुरु गर्नुभयो। पवित्र दमस्कसको बाटो भएर यरुशलेममा, एन्टियोखियामा, आइकोनियामा, लुथ्रामा, रोममा, विभिन्न ठाउँमा धेरै भित्र पवित्र आत्माद्वारा चाहिँ भित्र परमेश्वरले काम गर्नलाई त्यो प्रेरणा, पवित्र आत्माको प्रेरणा र परमेश्वरको उपस्थितिमा ऊ यात्रा गर्छ। कठिनाइको यात्रा, दुर्बलताको यात्रा, अभावको यात्रा, जोखिमको यात्रा, चिसो मौसमको, जाडोको यात्रा, कुटाइको यात्रा, थुकाइको यात्रा, अनगिन्ती दोष र आरोपको यात्रा, खेदो सतावटको यात्रा, जेलभित्रको यात्रा, कष्टको यात्रा, जाडो मौसमको यात्रा, अनिदोको खेदोको यात्रा, कतै कैयौँ दिन कति हो आज त्यस्तो अनिदो, कति हो उपवास प्रार्थनाको यात्रा। तर पनि आज एउटै कुरो छ, ऊ मिसनलाई बोकेर अगाडि बढ्छ। उसको मिसन चाहिँ आज त्यो संसारको रहिरहने मिसन थिएन। पावलको मिसन चाहिँ आज अनन्तको मिसन थियो, विश्वासको दौड थियो। येशूलाई हेर्दै अगाडि बढ्छ। त्यो दौड चाहिँ त्यो जुन दौडमा दौडिराखेको थियो त्यो दर्शन चाहिँ आज ख्रिस्टको थियो। ऊ माथिको कुरालाई लिएर अगाडि बढ्दै जान्छ। त अगुवा चाहिँ आज धेरै सिकाउनुभन्दा सिक्ने मन हृदय हुनुपर्छ। तपाईँहरू म भित्र सुनाउनु भन्दा सुन्ने हृदयहरू, याकुब 1:19 पद अनुसार सुन्ने हृदयहरू अगुवालाई माथिबाट दिएको छ। अभिषेक जुन बोलावट तपाईँ र मलाई परमेश्वरले सारा संसारभरि आज नेतृत्व गर्नलाई, मानिस जातिलाई ख्रिस्टमा डोराउनको लागि तपाईँ र मलाई दिएको जिम्मेवारी,
परमेश्वरले रुचाउनु भएको, हृदयले रुचाउनु भएको मानिसहरू आज तपाईँ र म, हाम्रो व्यवहार, बोली, हाम्रो विचार, दुई मनको, दुई जिब्रे, दुईटा मालिकको सेवा अनि दुईटा विवाह, त्यो ढुङ्गामा खुट्टा एउटा पानीमा राखेर एउटा पाखामा राखेको जस्तो आज एउटा चाहिँ चर्चभित्र हामी एउटा आत्मिक क्षेत्रमा प्रभुको कुराहरू गर्छौँ, अनन्त कुरा, स्वर्गको कुराहरू, वचनको कुराहरू। चर्चभन्दा बाहिर गइसकेपछि समुदायमा, हाम्रो समुदायको बिचमा गएर, समाजमा गएर, पारिवारिक कुरामा, ड्युटी गर्ने ठाउँमा, व्यावहारिक कुरामा हामी जहाँ उभिन्छौँ पनि आज त्यो ठाउँमा हामी अगुवा चाहिँ एक नमुना बन्नुपर्छ, एक नमुना बन्नुपर्छ, एक उदाहरण बन्नुपर्छ। तपाईँ र म पहिलो पत्र 2:21 पदमा यसुले सिकाउनु भएको मार्गमा, त्यो सत्य मार्गमा, अनन्तको मार्गमा तपाईँ र म एक उदाहरण बन्नुपर्छ। अगुवा जहिले पनि आज राम्रोले आफ्नो परिवारलाई हेरचाह गर्ने। पहिलो तिमोथी 3 अध्यायको हामीले 1देखि 10 पदमा त्यो भेटाउँछौँ। पहिलो तिमोथीलाई निर्माण गर्नलाई पावल प्रेरितले अब धन खर्च गर्यो, समय खर्च गर्यो, आफ्नो जीवनै पुरा खर्च गर्यो। त्यो एउटा तिमोथी एउटा अगुवालाई निर्माण गर्नको लागि, एउटा अर्को अगुवाले तिमोथीलाई एउटा निर्माण गर्नलाई, एउटा चेला निर्माण गर्नको लागि, एउटा साँचो खेताला निर्माण गर्नको लागि पावलले थुप्रै परमेश्वरको राज्यमा साँचो ऊ एउटा असल प्रचारक, एउटा असल शिक्षक, एउटा असल प्रेरितको रूपमा मात्र नभएर एउटा असल एउटा अभिभावकको रूपमा, असल एउटा खेताला, असल अगुवा, एउटा परमेश्वरको दर्शन बोकेको, आफ्नो जिम्मेवारीलाई वहन गर्ने विश्वासयोग्य मानिसलाई, त्यो विश्वासयोग्य सबैभन्दा गाह्रो काम विश्वासयोग्य रहिरहनलाई त्यहाँ बिसप र डिकनहरूलाई प्रेरणा दिएको छ। एल्डरज्यूहरूलाई आज जति पनि आज जिम्मेवारी नेतृत्व गर्नुभएको हाम्रो जवान भाइ बहिनीको, जति पनि आज युवाहरू आज जुन प्रभुको जोसमा लागिरहनु भएको छ, परमेश्वरको आधारमा जुन होसको साथमा लागिरहनु भएको छ, आफ्नो अभिषेकजनहरू, प्रभुको दासहरू आज मण्डलीमा प्रभुको राज्यको कामको लागि, अगुवा कहिले पनि लोभी हुनु हुँदैन। अगुवा संसारको जस्तै आज गनगन गर्ने, पाइले पछि गनगन गर्ने, बोली पछि तर्क वितर्क गर्ने हुनु हुँदैन। अगुवा घमण्डी पनि हुनु हुँदैन। अगुवा झट्ट रिसाउने, छिटो रिसालु, अगुवाले झुट बोल्नु हुँदैन। अगुवाले अभिलाषा, शरीरको व्यभिचार, संसारको अभिलाषामा फस्नु हुँदैन। र अगुवाको सोच धेरै ठुल्ठुलो बिल्डिङ, ठुल्ठुलो जमिनहरू, ठुल्ठुलो गाडीहरू, त्यस्तो अभिलाषा पनि राख्नु हुँदैन। एउटा भौतिक अभिलाषा, शरीरको अभिलाषा, कतिले अनि कतिको आर्थिकको अभिलाषा पनि हुनु हुँदैन। त्यस्तो सेकीबाट हामीलाई हटाउनु भएको छ, जोगाउनु भएको छ, बचाउनु भएको छ। हामीलाई आवश्यकता कुरा छ, तर पनि जुटाउनुहुन्छ। तर हाम्रो चाहना चाहिँ के हुनुपर्छ भने, हाम्रो चाहना चाहिँ यसु जस्तै, आज यसुको जस्तै व्यवहार, यसुको जस्तै चरित्र, यसुको जस्तो स्वभाव लिएर आज त्यो अगुवा चाहिँ प्रभुले स्वर्गबाट एउटा मण्डलीमा, त्यो देशमा, त्यो समाजमा राखिएको छ। आज एउटा अगुवा चाहिँ आज परमेश्वरले अभिषेक गरेर नियुक्ति गरेर राख्नुभएको ठुलो विचार लिएर अगुवाको ठुलो विचार हुन्छ, फराकिलो मन हुन्छ, दूरदर्शी हुन्छ, गहिरो र लम्बाइ र चौडाइसम्म पुग्न सक्ने सोच विचार मात्रै होइन, एउटा असल कुराहरू सन्देश लिएर अगुवाको हृदय चाहिँ फराकिलो हुनुपर्छ। अगुवा धेरै फराकिलो हृदय लिएर बोकेर अगाडि बढिराखेको हुन्छ। एउटा दान वरदानले, स्वर्गीय राज्यको दान वरदानले भरिपूर्ण भएर आफूलाई नम्र पारेर, आफूलाई रित्ताएर, होच्चाएर अगुवा रुन पनि जानेको हुन्छ, दिन पनि जानेको हुन्छ, अगुवाले लिन पनि जानेको हुन्छ। अगुवाले सेवा, शिक्षा, सल्लाह, उत्साह, उपदेशहरू धेरै उदाहरण आज यसुको जस्तै मण्डल निर्माण कार्यलाई, चेला निर्माण कार्यमा, सुसमाचारको कार्यमा, परमेश्वरको नाउँलाई स्तुति आराधना गर्ने कुराहरूलाई अगुवा निर्माण काम यति धेरै जोडसँग तीव्र रूपमा लागिराखेको हुन्छ। तर अगुवा आज अगुवाको कुरा बुझ्ने, अगुवाले आउने नयाँ पुस्ताहरूले, विशेष युवा पुस्ताहरूले आज तपाईँ र मैले अहिलेको यो आउने अब तेस्रो पुस्ता चाहिँ आज, पहिलो पुस्ता हामीभन्दा अगाडिको पुस्ताहरूले बडो मेहनत र परिश्रम गर्नुभयो। कति हो कुटाइ र थुकाइहरू, तर पनि उहाँले सहनु भयो।
आज प्रिय राज तपाईँहरूमा विशेष गरेर आज मण्डलीको विश्वासी मण्डलीको युथहरू आज केही कुरा भन्नुहोस् त तपाईँहरूमा आज परिवारमा किन नहोस्, आज ड्युटीमा किन नहोस्, स्कुल कलेज पढ्न किन नहोस्, छिमेकीमा किन नहोस्, आज चाहे त्यो अफिसमा र घाँस खाने ठाउँमा होस् अथवा त्यो मेलापातामा किन नहोस् अथवा देश विदेशमा किन नहोस्, प्रिय तपाईँहरूमा जहाँ उभिएको छौँ त्यो ठाउँमा तपाईँहरूमा नम्र बन्न खाँदछ। नम्र अगुवाले एउटा धेरै कुरामा आर्थिकमा फेस गर्नुपर्ने हुन्छ, किनभने अगुवाको सेलेरी हुँदैन। अगुवाको आय स्रोत नै आज सुसमाचार सुनाउनलाई सुसमाचारद्वारा लियोस् भनेको छ। त्यसै कारण आज अगुवाको इमान्दारिता, अगुवाको धैर्यता, अगुवाको स्थिरतालाई प्रभुले हेर्नुहुन्छ र जुटाउनुहुन्छ प्रभुले आफ्नो मानिसहरूको माध्यमद्वारा। तर अगुवाले भन्नु सक्दैन, बोल्नु सक्दैन, मलाई यो खाँचो पर्यो, मलाई त्यो चाहियो, यो चाहियो। उसको चाहना इच्छाहरूलाई, आफ्नो अभिलाषाहरूलाई पर छोडेर के खाउला, के लगाउला, के पहिरोला भन्ने चिन्ता गर्नु हुँदैन अगुवाले। अगुवा भोलिको दिनको लागि धेरै फिक्री गर्ने हुनु हुँदैन। प्रिय आज भित्र चोट होला, तर भने आज हँसिलो अनुहार लिएर खुसीको साथमा, आनन्दका साथमा ऊ रमाउन सिक्छ। फिलिपी 2:18 भन्दा जो ख्रिस्टमा छ ऊ रमाउन सिक्छ। सङ्गतले कति सङ्गतले आज तपाईँले मलाई अगुवालाई पनि आज एउटा जवानलाई कुनै पनि विश्वासीलाई सङ्गतले धेरै प्रभाव पर्छ, तर सङ्गतिले आज तपाईँले मलाई आत्मामा निर्माण गर्छ। प्रभुको वचनले आज परमेश्वरसँगको सङ्गतिले आज हामीलाई निर्माण गर्छ। त्यसै कारण आज मण्डली आज तपाईँहरूमा जब प्रभुको वचनमा आउँछौँ, सङ्गतमा आउँछौँ, उहाँको सङ्गतिमा आउँछौँ, प्रभुको सङ्गतिमा उपस्थित हुन्छौँ, आज त्यहाँ हामीलाई धेरै परिसहायता पनि आज त्यहाँ विजय गर्ने परमेश्वर। अगुवाले भिडको बिचमा पनि सेवा गर्छ, एक्लो पनि सेवा गर्छ। अगुवा हरेक परिस्थितिबाट फेस गर्दै अगाडि जानुपर्छ, तर अगुवाले निर्णय गरेको छ, एउटा निर्णय गरेको हुनुपर्छ। आज म येशूलाई हेर्छु, येशूलाई पछ्याउँछु, येशूको लागि जिउँछु अनि येशूसँग रमाउँछु। येशू ख्रिस्टमा समर्पित भएर ऊ लागेको हुन्छ। उसले मानिसलाई होइन, येशूलाई हेर्छ अनि येशू ख्रिस्टको कुरालाई पछ्याउँछ अनि केन्द्रलाई, ख्रिस्टलाई केन्द्र राखेर पहिलो स्थान दिएर प्रभुलाई कसरी खुसी पारौँ। बाइबलभरि लेखेको छ। आज यसको मुख्य कुरा नै आज ख्रिस्टको कुराहरू राख्नुभएको छ। येशूलाई सुरुदेखि नै हेर्नुहोस् आज, र आउनु हुने पनि ख्रिस्ट येशू हो। आगमनमा पनि आज तपाईँहरूमा लिन आउनु पनि प्रभु येशू ख्रिस्ट। त्यसो मण्डली परिवार आज हामी कसलाई खुसी बनाउँदैछौँ, हामी विचार गरौँ, हामी मनन गरौँ। प्रिय आज तपाईँहरूमा परमेश्वरलाई खुसी पार्ने, प्रसन्न पार्ने। उहाँले भन्नुभयो, यिनी मेरा प्रिय पुत्र हुन् जसद्वारा म अति नै प्रसन्न छु, खुसी छु। हेर्नुहोस् है, खुसी छु आज। त्यसो तपाईँहरूमा आज प्रभुलाई खुसी पार्ने काम भित्र हृदयबाट येशूलाई खुसी पार्ने काम चाहिँ आज अगुवाले, एउटा विश्वासीले, एउटा जवानले, एउटा मण्डलीको प्रियले आज तपाईँहरूमा ख्रिस्टलाई खुसी पार्ने काममा लागिराख्नुपर्छ। कहिले कहिले हो हामीलाई दुःख हुन्छ, कष्ट हुन्छ, अभाव हुन्छ, घटकमी हुन्छ, कहिले कहिले यस्तो दुर्बलता आइपर्छ हाम्रो जीवनमा, शरीरले साथ दिँदैन। तपाईँले माया गरेको प्रियहरूले पनि साथ दिँदैन, तर पनि अगुवाको परिवारको आफ्नो जीवन साथीले धेरै साथ दिनुपर्छ। यदि म यहाँ उभिनको लागि मेरो जीवन साथी सुनिताले साथ नदिएको भए, म सायद प्रभु पछिको आज उहाँको अनुग्रह र मेरो श्रीमतीले मलाई साथ नदिएको भए आज म यसरी मण्डली दमोलीको एनटिओ चर्च, जिजस मिसन यसरी नेपालभरि कुद्न सक्ने थिएन, प्रभुको प्रेम बाँट्न सक्ने थिएन। त अगुवा आज तपाईँहरू म भित्र आज विशेष गरेर अगुवाको सहयोगी आज अर्धाङ्गिनी जुन एउटा जीवन साथी राख्नुभएको छ, सबै अगुवाहरूको आफ्नो आफ्नो परिवारभित्र आज येशू चाहिँ आज तपाईँहरू म भित्र झल्किन चाहनुहुन्छ। नाम आउँदैन होला, केही फरक पर्दैन, बर्नबासको नाम आएन, तर पनि आज काम चाहिँ आज प्रभुको होस्। एकतामा, मेलमिलापमा, एकजुटमा, एक हृदयमा
किनभने आज मासुको मासु, हाडका हाड, करङ, त्यो एउटा जोडी हेर्नुहोस् आज सही कि त्यो जोडीले आज उज्यालो जोडी, पवित्र जोडी, एउटा प्रभुलाई खुसी पार्ने, नबोलिकन बुझ्ने। आज परिवारमा यति महत्त्व छ र विशेष गरेर अगुवाको छोराछोरी अब अहिलेको जमानाले सेवा गर्नु मान्दैन। अहिलेको छोराछोरीले आज आमा बाउको त्यो आँसुलाई देखेर, आमा बाउको दुःख र कष्टलाई देखेर छोराछोरीले सेवा गर्नु मान्दैन, धन कमाउन चाहन्छ। बरु धनबाट कमाएर केही सहयोग गर्छु नि भने त्यो सोच विचार राखेको हुन्छ अहिलेको आउने तेस्रो पुस्ताले, नयाँ पुस्ताले। मण्डली भवन मात्रै ठुलो बिल्डिङ छ, ठुलो जमिन छ। मण्डली युथहरू आज युवाहरू खाडी मुलुकमा, कतिजना देश विदेशमा, युरोप कन्ट्रीमा होला, आज नेपालको हेर्नु सेपरेट, नेपालभित्र आज सहजभित्र आज मण्डली आज देश विदेशमा पनि आज ठुलो देशमा आज त्यहाँ वृद्ध बुवा आमा मात्र छ, जवानहरू आफ्नो आफ्नो कुरामा दौडिराखेको छ। कति धनलाई पछ्याएको होला, कति मान्छेलाई पछ्याएको छ। युथहरू आज येशूलाई पछ्याउने थोरै छ येशूलाई पछ्याउने, येशूको राज्यलाई पछ्याउने, येशूलाई हेर्दै येशूको कामलाई पछ्याउने। धनले त तपाईँ र मलाई पछ्याउनु पर्छ सोलोमन राजालाई जस्तै, ज्ञान बुद्धिले तपाईँ र मलाई पछ्याउनु पर्छ सोलोमन राजालाई जस्तै। तपाईँलाई चाहिने सहयोगी जोडी आए तपाईँलाई पछ्याउनु पर्छ, तपाईँले होइन, तपाईँ र मैले पछ्याउनु चाहिँ यीशु ख्रीष्टलाई हो। हालेलुया। त्यसै तपाईँ र म जब ख्रीष्टलाई पछ्याउँछौँ नि प्रिय राजा, ती धन सम्मान इज्जत आदर ती नम्र व्यक्तिलाई सबै कुराले पछ्याउँछ। तपाईँ र मेरो आवश्यक कुरालाई पछ्याउनुहुन्छ, त्यो सबै कुराले पछ्याउँछ जब हामी परमेश्वरलाई यीशुलाई पछ्याउँछौँ। आज पछि हट्ने अगुवा, भाग्ने अगुवा होइन, हामी लाग्ने अगुवा हुनुपर्छ। टर्सिस जस्तो भाग्ने होइन, आज निनवेको सहर जस्तो लाग्ने हुनुपर्छ। कति दुःख पाए भागेको कारणले माछाको पेटभित्र, तर तपाईँ र मन लाग्नुपर्छ। सेवकाको क्षेत्र तपाईँ र मन लागिरहनुपर्छ आज, किनभने त्यो अनन्त मुकुट माथिको कुराहरूलाई हेर्दै आज एउटा धुलो माटोले आज तपाईँ र मलाई हेर्नुहोस् है, घुरानबाट निकाल्ने परमेश्वर, घुरानबाट निकाल्ने परमेश्वर, अभावबाट निकाल्ने परमेश्वर, मानिसमा नगर्नेको थियो होला हामी, तपाईँ र हामी नगर्नेको परिवारभित्र, कति छिमेकीभित्र, समाजमा हेर्नुहोस् है, तपाईँहरूमा नगर्नेको मानिस आज बोल्ने पनि नजान्ने होला, कतिजना राम्रोसँग हामीले त्यो शब्द पनि आज उच्चारण गर्नको लागि तोते बोली होला, कतिको चाहिँ भकभके होला, कति ठाउँमा आँखा नदेख्ने होला, कति ठाउँमा कान नसुन्ने होला, कतिजना एजुकेसन पनि राम्रो पढाइ पनि नहोला, तर पनि प्रभुले भन्नु 66 पुस्तक आज यो अगुवालाई आज परमेश्वरले आज यो वचनको आधारमा व्यवहारिक कुरामा पढाउनु भएको छ। हो सेकुलरमा पनि कति कम्ती होला, हाम्रो सेकुलरमा तपाईँले भने जस्तै राम्रोसँग धेरै पढ्नुभएको छैन होला, तर पनि अगुवाले आज एउटै कुरा पढेको छ। आज येशूको कथालाई, येशूको जीवनलाई, येशूको 33.5 वर्षको सेवकाईलाई राम्ररी पढ्नुभएको छ। त्यसैले अगुवाको भोगाई, अगुवाको बुझाइ अनि अगुवाको अभ्यासलाई त्यो तपाईँ मेरो आफ्नो लागि होइन। कति गुन्द्रुकको झोल खाएर, टर्लङ्गे गुन्द्रुकको झोल खाएर महिनौँ दिनसम्म, अरूले थाहा छैन, त्यो मैले अनुभव गरेको छु। आज कस्तो सेवकाई हुन्छ, गुन्द्रुकको ढोडो महिनौँ दिनसम्म खाँदै गर्दा, करकलको डाँट तोसँग अभावको अवस्थामा पानी पनि तातो पानी मात्र पिएर सेवा गर्दाखेरि पनि भोक लाग्दाखेरि, त्यही माथि छोरी मर्सी, आमाको पेटभित्र थियो 9 महिना, त्यो भोक लाग्दाखेरि तातो पानी पिएर पनि सेवा गर्दा म र मेरो श्रीमती एउटै कुरा हामीले यसोलाई हेऱ्यौँ, प्रभु हामी रितिँदै गर्दाखेरि, हामी होचिँदै गर्दा, हामी रुँदै गर्दा, हामी हाम्रो अभाव हुँदै गर्दा हामीले ख्रीष्टलाई भेट्यौँ, ख्रीष्टलाई भेट्यौँ, ख्रीष्टलाई भेट्यौँ, ख्रीष्टलाई भेट्यौँ। उहाँको त जन्मिने ठाउँ पनि थिएन, क्रुसमा टाँगिने पनि थिएन। उहाँको आज न चिहाने थियो, न वस्त्र थियो, न बस्ने ठाउँै थियो, तर पनि उहाँको टाउको लुकाउने ठाउँ पनि थिएन, तर पनि उहाँ परमेश्वरको इच्छालाई पुरा गर्नलाई उहाँ ख्रीष्ट येशू आउनुभयो। हालेलुया। त्यसैले तपाईँ र म येशूले यस्तै क्षमा दिने काम,
तपाईँ जुन अगुवाले अभ्यास गरेको छ, प्र्याक्टिकल जुन निरन्तर तपाईँ र मैले जुन भोगाइ छ नि अगुवाको भोगाइ, त्यो मण्डलीको उदाहरणको लागि ऐबको भोगाइले तपाईँ र मलाई स्थिरता धैर्यता जिउन सिकाउनु भयो, दुःखमा पनि जिउन सिकाउनु भयो। अनि त्यो सुखको समय पनि आयो। त्यो मण्डली अगुवा आज सुखको समय पनि आउँछ, धैर्य गर्नुपर्छ हामीले। कति आदरको छ, कति आदरणीय छ। अभिषेक जनहरूलाई दोबर भागको आदर पनि सम्बन्ध छ तिमोथीको पुस्तकमा 5 अध्यायको 17 मा गएर आदरको छ, दोबर भागको अनि इनामको पनि छ। जो नओइलाउनु मुकुट तपाईँ र मैले पाउनेछौँ। अगुवा चाहिँ आज निरन्तर लागिरहनुपर्छ। एक उदाहरण येशू जस्तै आज एक उदाहरण भएर येशूको जस्तै व्यवहार लिएर येशूले रुचाउनु भएको, आज हृदयले रुचाउनु भएको मानिस तपाईँ र हामी दोहोरो चरित्र दोहोरो कुराहरू गर्नु हुँदैन। धेरै अगुवाहरू मिटिङमा व्यस्त त्यो परमेश्वरले चाहनु भएको अगुवा त्यस्तो धेरै मिटिङमा व्यस्त, मिटिङमै व्यस्त। मिटिङ चाहिन्छ तर त्यो मिटिङभन्दा नि बढी परमेश्वरको काम चाहनुहुन्छ। बोली र कागजको टुक्रामा होइन, त्यसै नयाँ कुराको सेवकहरू चाहिँ आज कागजको टुक्रामा सीमित नहोस्। मण्डली परिवार पवित्र आत्माद्वारा चल्ने, उहाँको वचनको आधारमा जिउने र यीशुको नाउँ बोकेर जाने, आज घर घरमा प्रेरितहरू, घर घरमा चेलाहरू, घर घरमा अगमवक्ताहरू, घर घर प्रभुको दासहरू, घर घरमा प्रभुको वचन र सङ्गति र सेवा र आराधना गर्दै सुसमाचार सुनाउँदै मण्डली स्थापना गर्दै यति धेरै तीव्र रूपमा बृहत् रूपमा लागेको छ। प्रेरितको पुस्तकमा धेरै ठाउँमा छ, 9को 31 मा छ, मण्डलीमा शान्ति भयो। त्यसैले आज घर घरमा मोबाइल छ, घर घरमा इन्टरनेटमा विभिन्न अनलाइनद्वारा माध्यमद्वारा विभिन्न हेर्नुहोस् आज घर घरमा मोबाइल, घर घरमा त्यो आज तपाईँ मलाई प्रभुको वचन आइपुगेको छ। अगुवा लागिराख्नुपर्छ। सबैजना मोबाइलमा व्यस्त छ, त्यो मोबाइलबाट भए पनि अगुवाहरूले प्रचार गरिराख्नु भएको छ, प्रार्थना गरिराख्नु भएको छ। सकि नसके अनुसार सायद कतिलाई त मोबाइलको त्यो भित्रको फङ्सन भित्र कसरी चलाउनु त्यो पनि थाहा छ, तर एउटै कुरो के थाहा छ भने मोबाइलबाट पनि प्रभुको कामहरू होस्, त्यहाँबाट गएको सन्देशहरू मानिसको हृदयमा परिवर्तन होस्, आनन्द आओस्, शान्ति आओस्, जीवन आओस्, सँगै आओस्, निराशामा आशा आओस्, अझै सेवा गर्नलाई जोसहरू आओस्, पवित्र आत्मा काम गर्नलाई अझै तीव्र रूपमा त्यो सुसमाचार कार्यलाई अगाडि बढोस्। धेरैभन्दा धेरै परमेश्वरसँग उहाँको नाउँलाई प्रशंसा र बढी बढाइ गर्नलाई त्यो हृदयहरू आओस्। अगुवा चाहिँ लागिराख्नुपर्छ। अगुवा सुत्नु हुँदैन। अगुवा सुत्यो भने आज सबै विश्वासीहरू सुत्छ। अगुवा जाग्नुपर्छ, अगुवा प्रार्थना गर्नुपर्छ। अगुवाले लागिरह छटपटी हुन्छ भित्र चाहिँ आज कतिखेर प्रभुको काम गरौँ। मोसा थाक्दै गर्दा, एउटा अगुवा थाक्दै गर्दा उसको हातहरू थाक्यो, उसको शरीरहरूले धेरै कुराहरूले थाकेको छ। ला अब सक्दिन कि भन्नेसम्म आइपुगेको छ मोसा। उजाड स्थानमा, मरुभूमिमा, समुद्रको बाटो, लडाइँहरूको बिचमा। तर पनि त्यति बेला योसेफ र कालेबले, हारुन र हुरले उठेर हेर्नुहोस् है, आज उसको हातहरू थामिदिएको छ आफ्नो अगुवाको। त्यहाँ विजय भएको छ। हालेलुया। हारुन र हुरलाई खडा गरिदिने परमेश्वर, यहोशू र कालेबलाई साथ सँगसँगै भएर दूत र मह बग्ने प्रतिज्ञाको कनान देशमा लाने परमेश्वर। हजारौँ हजार लाखौँ भिड थियो, भिड मात्रै थियो, भिड आज। त्यसैले अगुवाले कहिले पनि भिड चाहनु हुँदैन। परमेश्वरको उत्तम असल कुरो चाहिँ उहाँको उपस्थिति हो, त्यो कुरो चाहनुपर्छ। असल होस् आज सक्कली परमेश्वरले त्यो मण्डली आज जहाँ 2 कि 3 भेला हुन्छ त्यहाँ परमेश्वरको नाउँको महिमा गर्नलाई प्रभुको उपस्थिति र उहाँको उत्तम कुरो छ, असल कुरो छ। आज मण्डली कहिले पनि भिड, आज म धेरै चर्च स्थापना गर्छु, धेरै भिड बनाउँछु, मानिसहरूको बिचमा आर्थिक सङ्कलन गर्छु, त्यति मात्रैको लागि होइन। प्रिय आज मण्डली, आज तपाईँ र म परमेश्वरले चाहनु भएको मण्डली, परमेश्वरले चाहनु भएको अगुवा म बन्न चाहन्छु। अरू बनोस् नबनोस्, अरू हिँडोस् नहिँडोस्, प्रभु म सत्य मार्गमा हिँड्न चाहन्छु। म दौडिराखेको छु प्रभु तपाईँको काम गर्नलाई। कतिपल्ट अगुवा बिरामी हुँदै गर्दा, अगुवालाई अप्ठ्यारो पर्दै गर्दा, अगाडि बिरामी मानिसहरू आउँदै गर्दा
पीडामा परेको आउँदै गर्दा त्यति बेला पनि आफ्नो यता पछाडि दुखेको छ, तर पनि एक हातले पछाडि राख्दै हेर्नुहोस् यसरी राख्दै दुखेको छ, घाँटीहरू दुखिराखेको छ, कमर दुखिराखेको छ, शरीर दुखिराखेको छ, तर अगाडिको बिरामीलाई हेर्नुहोस् येशूको नाउँमा प्रार्थना गर्दै त्यो प्रार्थना गर्ने हातहरू तपाईँहरू बोल्नेको प्रभुको अनुग्रहको बोली, प्रेमको बोली, चङ्गाइको बोली, शान्तिको बोली, आशिषको बोली, मुखले वचनको आधारमा बोल्ने त्यो हातहरूमा आशिष बोल्ने, यीशुको नाउँमा कोर्राको 39 कोर्राको चोटमा, यीशुको रगतमा, उहाँको वचनद्वारा सुस्वास्थ्य र आरोग्य तपाईँले यिर्मया 33 को 6 पद अनुसार घोषणा गर्दै यता अगाडिकोलाई चङ्गाइ प्रार्थना गर्दै गर्दा आफू पनि यतातिर हेर्नुहोस् है, यतातिर परमेश्वरले आज हिलिङ चङ्गाइ छुटकारा हुँदै त्यस्तो कैयौँ अगुवाहरू आज आफ्नो चोटलाई लुकाएर मलाई यहाँ दुखेको छ, मलाई हात दुखेको छ, खुट्टा दुखेको छ, गोलीकाँटा दुखेको छ, मलाई पेट दुखेको छ, टाउको दुखेको छ, मलाई अप्ठ्यारो गाह्रो भएको छ भनेर त्यो भित्र तपाईँले अगुवाले तपाईँलाई देखाउँदैन पनि आज। तर पनि तपाईँ आज अगुवा चाहिँ अरूलाई पीडा र चोट भएकोलाई, बिरामी भएकोलाई निको पार्नलाई, प्रार्थना गर्नलाई, ती उत्साह दिनलाई, सान्त्वना दिनलाई अगुवाले आज जहिले पनि आज त्यो चोटपटक लागेकोलाई मलमपट्टि गर्न अगुवा लागिराखेको हुन्छ। आफ्नो चोटलाई, आफ्नो पीडालाई, आफ्नो कष्टलाई सबै परमेश्वरको हातमा राख्छ। प्रभु मलाई तपाईँले आज मेरो चोटलाई तपाईँले देख्नु भएको छ, मेरो अभावलाई तपाईँले देख्नु भएको छ, मेरो भोकलाई तपाईँले देख्नु भएको छ, मेरो खाँचोलाई तपाईँले देख्नु भएको छ, मेरो आवश्यकता कुरालाई तपाईँले देख्नु भएको छ, मेरो परिवारलाई तपाईँले यहोशूको परिवर्तन निर्माण गर्नुहोस्। म आज्ञाकारी भएर प्रभु तपाईँको चरणमा आउन सकौँ। आर्थिकमा आज्ञाकारी, परिवारमा आज्ञाकारी, हरेक कुरामा इमान्दारी र आज्ञाकारी होस्। सानोभन्दा सानो कुरामा इमान्दारी होस्। अगुवाले पछाडि कुरा होइन, अगाडि कुरालाई हेर्नुपर्छ। अगाडि दूरदर्शी आउने म 40 वर्ष भयो, अब 10 वर्ष म यसरी यो जिल्लामा गएर सेवा गर्छु, यो ठाउँमा गएर म परमेश्वर काम गर्छु। आउने 10 वर्ष, आउने 10 वर्ष, आउने 5 वर्ष, आउने 8 वर्ष हेर्नुहोस्, त्यो सबै कुरा दूरदर्शी हुनुपर्छ पुऱ्याएर। म 40 वर्ष भएपछि अब 80 वर्ष, अर्को 80 वर्ष, अर्को 40 प्रभुको अनुग्रह भयो भने त्यो सबै कुरा त्यो 120 वर्ष सोच्नु भइसक्यो हुन्छ। हेर्नुहोस् है, म यो काम गर्छु, यो जिल्लामा जान्छु, यो ठाउँमा गएर चेलापनको तालिम, अगुवापनको तालिम, त्यहाँ मण्डली स्थापना कुराहरू, सुसमाजित कुराहरू पहिले तपाईँहरू मेरो हेर्नुहोस् आज त्यो माइन्डसेट गरेर हृदयमा राखेर परमेश्वरसँग चरणमा गएर प्रभु यो कुराको इच्छा गरेको छु, यो कुराको योजना छ, उद्देश्यहरू छ, लक्ष्य छ, प्रभु म तपाईँको चरणमा राख्छु। प्रभु तपाईँको उद्देश्य, तपाईँको योजना मेरो जीवनमा पुरा होस्। यो कामद्वारा प्रभु तपाईँलाई खुसी भन्न चाहन्छु। बिहान प्रभु म तपाईँको चरणमा आउँदछु, साँझ म तपाईँको चरणमा आउँदछु प्रभु। रातमा समयमा सुत्ने समयमा नि प्रभु धेरै निदाएर मोबाइल हेर्दै धेरै निदाउने समयमा नि प्रभु म तपाईँको चरणमा आउन चाहन्छु, तपाईँको उपस्थितिमा रमाउन चाहन्छु। गेतसेमनी बगैँचामा ख्रीष्ट येशू रमाउनु भयो। हालेलुया। त्यसैले आजको वचन आज तपाईँले मलाई पहिलो तिमोथी 3:1-10 पद अनुसार, पहिलो पत्रुस 5:1-4 पद अनुसार नओइलाउनु मुकुट तपाईँले मलाई राख्नु भएको छ। यूहन्ना सुसमाचारको 21 अध्यायको 15-17 पद अनुसार पटक पटक प्रभुको दास एकजना सिमन पत्रुसलाई, के तिमी मलाई प्रेम गर्छौ? भेडाहरूलाई हेरचाह गर, वास्ता बिक्री गर, प्रेम गर, पटक पटक सोध्नुभयो। त्यसैले आज तपाईँ र मलाई परमेश्वरको वचन, हरेक वचनबाट तपाईँ र मसँग बोल्नुभएको छ। इजकेलको पुस्तक 34 अध्याय अनुसार मलमपट्टि गर्ने, हेरचाह गर्ने, वास्ता बिक्री गर्ने। जकरिया 10 अध्यायको 1-5 पद अनुसार विजयको आज अगुवा जहिले पनि गोठालो विजय हुन्छ। हालेलुया। उहाँको वचनले भन्दैछ आज रोप्ने कामहरूलाई, होसेको पुस्तकको त्यो 10 अध्याय र 12 अध्यायमा रोप्ने कामहरूमा रोप्दै जानुहोस्। प्रभुको वचन एक दिन कटनी गर्ने समय आउँछ। छर्दै जानुहोस्, परमेश्वरको बिउ रुँदै छर्नु भएको छ, छर्दै जानुहोस्, एक दिन कटनी गर्ने समय आउँछ। त्यो फलहरू देखिँदै यूहन्ना 15 अध्यायको 1-8 पद अनुसार प्रमाणित गरेर त्यो फल्दै फुल्दै वृद्धि, जो क्रिस्मा छ आत्मामा फल फल्दै वृद्धि गर्दै आज परमेश्वरले राख्नु भएको छ। यूहन्ना 10 अध्यायको 1-10 पद अनुसार चोर त चोर्न र नाश पार्न मात्र आए, त्यो भाडामा राखेको मानिसहरू पनि धेरै छ, तर प्रभुको लागि खटेको मान्छे चाहिँ थोरै छ। नाश पार्न, चोर्न मात्र होइन, हामी आज त्यो संसारको मान्छे त चोर्न र नाश पार्न आए। तपाईँहरूमा चाहिँ एक उदाहरण हुनलाई, जीवन दिनलाई, शान्ति दिनलाई अगुवाले बोलेको हरेक शब्दमा जीवन र शान्ति होस्, आनन्द होस्। संसारको मान्छे त चोर्न, झुट बोल्न,
भ्रष्टाचार गर्न, एकअर्कामा दोष आरोप दिन मात्रै आए, गनगन गर्न आए। तर अगुवा चाहिँ आज एक उदाहरण, जीवन र शान्ति। हालेलुया। त्यसैले परमेश्वरको वचनले भन्दछ यता याकुबको 5 अध्यायमा 13 देखि 16 मा, जुन प्रभावकारी र शक्तिशाली प्रार्थनाद्वारा जुन लागिराख्नु भएको छ, एलिया र हनोकोलाई यसुलाई जस्तै आज जिउँदा लिएर जानु हेर्नुहोस् है। आज प्रभुको दासहरू कति राम्रो सेवा गाइनु। तर तपाईँहरूमा आज यो संसारमा छोड्नुभन्दा अगाडि समय छँदा, बेला छँदा, उमेर छँदै उपदेशले भन्दछ आज सबै कुरोको समय छ। यस संसारमा रहुन्जेलसम्म तपाईँहरूमा मिलेर प्रेममा, एकतामा, फेरि 2:42-46 पद अनुसार त्यो मण्डली आज परमेश्वरले चाहनु भएको मण्डली। अनि त्यो काम गर्नलाई मत्ती 9 अध्यायको 35 - 38 पद अनुसार, मत्ती 9 अध्यायको 35 त्यो खेताला, साँचो खेताला, परमेश्वरको खेतबारीमा काम गर्ने खेताला आज परमेश्वरले चाहनु भएको त्यो अगुवा चाहिँ चाहनु भएको छ। निष्खोट भएको अगुवा, गवाही नबिगारेको अगुवा, परमेश्वरले उहाँको वचनमा हिँड्ने अगुवा, उहाँको वचनको आधारमा बोल्ने र सुन्ने भन्दा नि उहाँको वचनको आधारमा जिउने। म जति बोल्छु नि आज म भित्र, आज म कतिखेर प्रभुको काम गरौँ, म भित्र हुनुपर्छ। आज तपाईँ भित्र हुनुपर्छ मण्डली। आज अगुवाले राम्रोसँग सेवकाई राम्ररी बुझेको हुनुपर्छ। उहाँको परमेश्वरले दिनुभएको जिम्मेवारी, प्रभुले दिनुभएको कामहरूमा हामी आफ्नो काममा इमान्दारी र नम्र हुँदै अझै परमेश्वरको उपस्थितिमा आज्ञा पालन हुँदै, विश्वासयोग्य हुँदै अन्तिमसम्म हिब्रू 5:7 र 8 पद अनुसार भित्र क्रन्दनदेखि प्रार्थना गर्नलाई प्रभुसँग लागिरहे, आज्ञाकारी हुँदै अन्तिमसम्म परमेश्वरलाई प्रसन्न तुल्याए येशू ख्रिस्टले। आउनुहोस् हामी धन्यवाद दिउँ। म धुलो माटो करण श्रेष्ठ तपाईँको चरणमा आउँदछु प्रभु। आजको वचनद्वारा हामी सबैलाई प्रशस्तै आशिष होस्। तपाईँको वचनले भन्दछ आज पहिलो पत्रुस 5 अध्यायको 4 पदले, जब मूल कोठालाई ख्रिस्ट आउनुहुन्छ हामीलाई नओइलाउने मुकुट दिनुहुनेछ। मण्डलीको अगुवाजीहरूलाई, विशेष नयाँ पुस्ताहरूलाई तपाईँ निर्माण गर्नुहोस्, जवान पुस्ताहरूलाई तयारी पार्नुहोस्। पवित्र आत्मा तपाईँले मद्दत गर्नुहोस् निर्माणको कामलाई, मण्डली निर्माण कामलाई, चेला निर्माण कामलाई, अगुवा निर्माण कामलाई, सुसमाचार कार्यलाई, आराधना गर्ने कुराहरूमा तीव्र रूपमा वृद्धि होस्। प्रार्थनामा, घोडा टेक्ने कुराहरूमा, हो तपाईँको नाउँमा उपवास बस्ने कुराहरूमा अझै शक्तिशाली विरोधहरूमा वृद्धि भएर गएको होस्, बढेर गएको होस्, तीव्र रूपमा बढेर गएको होस्। अगुवाको घटी कमी हरेक परिस्थितिमा प्रभु हामी रमाउन चाहन्छौँ तपाईँमा। फिलिपी 4:4ले भन्दा सधैँभरि प्रभुमा आनन्द गर्न चाहन्छौँ। त्यो आनन्द चाहिँ तपाईँको उपस्थितिमा छ। धन्यवाद आजको वचनद्वारा हामी सबैलाई आशिष गर्नुभयो येशूको नाममा, आमेन। हुन्छ, यहाँहरूलाई परमेश्वरले प्रशस्तै मण्डली परिवार आशिष दिनुभएको होस्। जय मसीह।